चाहिँ बिजी अनि अरू दुईजना उता स्कुटरमा आउँदैछ अरू त बिहान मालाहरू बिहानै पुगेको रे नि हामी चाहिँ लेट भयौँ त्यही पनि केही छैन जाँदैछौँ अब भाइ गाली खान तयारी भएर हिँड्नुहोस् है हामी चाहिँ किन ढिलो भयो भने भाइ ढिलो आउनु भयो भन्नु होला तपाईँ के भन्नुहुन्छ सुतेर बसेको थिएँ केही छैन हामी जाँदैछौँ तर छिट्टो जाँदैछौँ अब झन् हामीभन्दा दुईजना त झन् ढिलो आइपुग्नुहुन्छ होला बाटोमा पुग्ने होला अब आजको रमाइलो गाइस हामी दाउदामा आइपुगेको छौँ हामी तिनजना हामी आइसक्रिम गुलियो हामी यतातिर भुल्यो फोन आइसकेको छ अल्लाह खेल्छ होला भाइ हामी के भनेर डाक्ने प्लान बनाऊ न हामी जाममा परेको छौँ है कथा अनुसार खासै हामी यहाँ छौँ छलाङ हान्दैछ ढाक्नलाई तयारी अवस्थामा बल्ल यहाँ भेट भएको छ पार्टी खान हिँडेको अगाडि नै बाटैमा पार्टी होइन बाटो खाँदैछ नि हामी यता जाँदैछौँ दुईजना यहाँ पछाडि हुनुहुन्छ आज चाहिँ हामी टक्क गाली खान तयारी अवस्थामा हिँड्ने भने हुन्छ है गाली खाना कसलाई दोष दिने भन्ने गाली खाना हामीले कसलाई दोष दिने भन्ने प्लान बनाएको छौँ होइन अब गाली खानाको प्लान एउटा यहाँ पनि थपिनु भयो ठिक छ हामी त फर्किँदैन हामी त त्यहीँ बस्छौँ हाम्रो त जरा पलाउँछ पात पलाउँछ फुल फुल्छ हाँगा लाग्छ फल फल्छ तपाईँ चाहिँ खाउँला भनेको होला त्यहाँदेखि बाटोमै चल्दैछ पार्टी जाउँ ल दिदीको गाउँ चाहिँ यहाँ पारी हो यहाँ बहिनीहरू सबैजना यहाँ छन् म यहाँ छु के हो आज शिवरात्रिमा गाडी पनि शिवकै मात्र घुर्छ त माथि सम्पूजा डाँडा दिदी भेनाको घर पारी दिदी भेनाको घर नयाँ फर्स्ट टाइम है भान्जीको पास्मीमा मामा यसरी ढिलो यहाँनिर सबै अलमलमा परिरहेको छ दिदी भेनाको घर हिँडेको मान्छे थाहा छैन घरै थाहा छैन एउटै हो भाइ एउटै हो यहाँ एउटै हो भाइ एउटै हो खोल्यो खोल्यो खोलो भाइ खोलो यहाँनिर उस गरेको देखेनौ ट्राफिक जाममा पर्यो ट्र्याकमा दिएको दिएको दियो त म यहाँ छु पुगिसक्यो पिने पिन छिटो आयो कट्यो त फेरि दिनहरू ट्राफिक जाम 50 इन्नु छ इन्चुली क्याट छ ले हेपी खेन के चाहन्छ
छोरा बाबुहरू यस्तो छ दिदी आखी हिँड्दै हाम्रो त ओ फोन पर्ने एको मेरी न दिदी खिँदा एको न दिदीको घर त बन्द छ फोन पर्ने माला कर सु फोन पर्ने निन्दा माला चाहिँ छन् देखा कन्फर्म हो नि हामी बेलासँग मलाई नि लगाउनु नि त एउटा फोनमा ल यहाँले सबै साथी भन्ने नि कसले काम गर्नु यहाँले काम फुटाउ हामी चाहिँ यहाँ पुगिसक्यो बेबी चाहिँ उता छ अनि बेबीलाई मलाई एउटा आउनु लामाले पिर पनि आउँदै ठिक छ भोलिको चिन्तामा हुनुहुन्छ उहाँ ऊ यहाँनिर पसल बहिनीहरूले सुरु गरिसक्यो दिदी दिदीलाई भेनाको पसलमा क्या हामी छजना यसरी आयो भने त पैसा दिनु कोही बात होइन त आफ्ना खेल्दै हुन्थ्यो मार्को मार्को थारे लास्टमा त थाहा छ जाडु पुनियो लगाएर पनि दायाँ हातको खेल गर्ने मुसाले टोकेको जस्तै गर्दै हुनुहुन्छ है लो यो दिदी कोक तुल्छ मेरो लागि हुन्छ के हो छोरीको पास्मी खाना आएको रे यहाँ मस्त छन् यहाँ ठुलुनाहरू मामा यी रेड बुलले मातेर मलाई चाहिँ नभए हुँदैन भेना सुन्नु भयो कि भएन बेना हो बेनाको त जानुभयो सुन्नु पर्ने मान्छेले सुन्नु भएन जस्तो छ नि फोन भित्र कि साथै बेना मुस्कान दिनुहोस् न बेनाको मुस्कान ल हस् ए हाम्रो छिन्का छिन्का हाम्रो मामा है मामा के रे ऊ बहिनीहरूसँगै पस्दा हुन्छ नि भेना हामी त सरेर आयो हो भेनासँग 5 वर्ष पनि शान्ति गेटले निस्किने काठले निस्किन्छ छोटे थियो चिने न गोदमा जो नु एकजनाको छोटा एकदम छोटा तिनला मेरे को दीदी का किन दीदी का मको माता एकटा शबीर दीदी का किन गोद बिल म पिछु है बिल ला दीदी का किन मेको मेको बिल 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 बेना बेना ओहो बेना को मुस्कान बेना 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 को मुस्कान बेना काय मुस्कान दीदी कले छोटी करके क्या किन चाहियो हाय दीदी गोची लाइन में ना एक चिने बोकी भाइ दुई चोट ए आलकल पति न आलकल पति न आलकल
भेनाको त खुट्टा छोडेर ढोक्नु पर्छ भाइ दिदीको पनि सुन्छ हाम्रो What? Kau udah? Oh. Hah? Hello. Dia आइपुग्नु भयो यहाँ समय बेला हेर्नु हेर भइसक्यो ओके बेटा हामी चाहिँ दाइ पत्रिका यता हेर्नु त ल सोल्टिने हेर्नु ल सोल्टिने अब सबै त ल सोल्टिनेको दिदी यता जानुहोस् न Bena. एकले कट्छ बेना एकले कट्छ कट्नु पर्यो खै हामीलाई यति यति धाएर आउँदा एक ग्यास दिनु पनि छैन खै तपाईँले दिनु भएको भए त त्यो पनि खान्थ्यौँ हामी भेनाले यति धेरै राख्नु भएको छ ल तयारीमा भेना एक ग्यास खै नि हामीलाई एक ग्यास भए पनि भेना भेना दिनु त पर्यो त माग्दा पनि यति एक ग्यास त पाइन्छ होला हौ ल ओके
बेना तपाईँ फेरि यता थप्नमा पर्नुभयो के भन्छ अब भान्से पनि बेना भान्से बन्नुभयो ल बेना राम्रोसँग खानु होला गाइस हामी चाहिँ फाइनली पार्टी सकेर अनि यहाँ रोडमा चढिसकेको छौँ जानको लागि यहाँ आउँदैछ ल माथि छ पार्टी हुने घर चाहिँ उयो माथि छठमा माथितिर हामी यहाँ आइसकेको छौँ हामीलाई हेर्दै गर्नु होला फेरि पनि भेटौँ होला